नमस्ते सबैजनालाई स्वागत छ मेरो कुकिङको च्यानलमा। आज भने चाहिँ मेरो भान्सामा पाक्दैछ चिकन चिल्लीको रेसिपी। तपाईहरु पनि यस्तै गरी बनाएर खानु होला। ल मैले के गरेर बनाउँछु देखाउँछु है त। सुरुमा चाहिँ मैले यो स्टिम मोमो राखे। यदि तपाईहरुलाई मेरो स्टिम मोमो मैले कसरी बनाएको छु भनेर हेर्नु छ भने चाहिँ त्यो चाहिँ मेरो डिस्क्रिप्सनमा पनि हुन्छ र मैले अलरेडी त्यो भिडियो राखेको छु, त्यो हेर्नु होला गएर। यो फ्राई गरेँ मैले मजाले यो मोमोलाई चाहिँ। यो फ्राई गरिसकेपछि चाहिँ एक बाई एक गरेर म यसलाई एउटा प्लेटमा निकाल्छु र यो प्लेटमा निकालिसकेपछि चाहिँ अब सुरु गर्छु है त चिल्ली मोमो बनाउनलाई। सुरुमा मैले तेलमा मजाले लसुन फुराएँ, त्यसपछि यो यसरी काटेको प्याजलाई राखिदिएँ र यो चाहिँ धेरै पाक्न दिनु पनि पर्दैन। यो क्याप्सिकम राखिदिएँ। यो क्याप्सिकम राखिसकेपछि एकछिन चलाउँछु र त्यसपछि पालो आउँछ खुर्सानी। त्यसपछि खुर्सानी राखेपछि गोलभेडा चाहिँ तपाईहरुले लास्टमा पनि राख्न सक्नुहुन्छ। यो केचप चाहिँ आफूलाई कति मनपर्छ त्यति नै हाल्नु होला। मलाई चाहिँ एकदम मनपर्छ। त्यसपछि यो डार्क सोया सस, त्यसपछि यो टिमुरको धुलो, अनि यो जिरा धुलो, अनि नुन स्वादअनुसार नुन राख्ने। नुन चाहिँ म धेरै राख्दिनँ किनभने सोया सस अलरेडी हुन्छ त्यसमा। त्यसलाई एकचोटि राम्रोसँग सबैतिर लाग्ने गरी चलाउने। त्यसपछि मेरो मोमो म त्यसमा राखिदिन्छु र मोमोलाई पनि राम्रोसँग घोलिदिने। यदि हजुरहरूसँग चाहिँ कर्नस्टार्च छ भने त्यसमा थोरै पानी हालेर घोलेर त्यसमा राख्न सक्नुहुन्छ। मलाई चाहिँ अलिकति ग्रेभी खान मन थिएन, त्यही भएर मैले चाहिँ सुक्खै खान मन गरेको भएर चाहिँ मैले लास्टमा स्प्रिङ अनियन हालेँ र हाम्रो चिल्ली मोमो इज रेडी टु इट। तपाईहरु पनि यस्तै गरी बनाएर खानु होला र मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नु होला र धेरै धेरै माया पनि दिनु होला है त। बाई, सी यू अल इन माई नेक्स्ट भिडियो। टिल देन टेक केयर एन्ड बाई बाई।